अब इभरल्यान्ड जाँदैछौँ बसमा जानुपर्ने अहिले हामी बसमा मतलब हामी चाहिँ अहिले के बनाएको हो बिच बाटोमा यस्तो गनाउँछ कोरिया भएर पनि गयो धुवा उडाएर मलाई सेतो क्रिम लगाएको गोरु टेस्ट मतलब यहाँ चाहिँ नि पुरानो घर फेरि यहाँ हामी ट्र्याक्टरतिर आइसक्यौँ ट्र्याक्टर बिर्खे छु होइन म बिर्से छु ल्या गार्लिक फलिरहेछ के हो त बस्ने दिन थोरै मात्र छ अब 14 दिन मात्रै छ अनि त्यसैले म बाबा मम्मीहरूसँग घुम्दैछु टन्न अगाउन्जेल घुम्छु जे मन लाग्यो त्यही किन्छु अनि टाइम त गएको नि तपाईँ पो त सेकेन्ड टाइम होइन एकैछिनमा ज्याकेट फेरेर आइहाल्नु हो त मोमो कार इज कमिङ कार अट्याक आश त्यति गइरो खाल्टो जस्तो सब ट्रक मासुले ढाले एमा त ढाले so elegant just looking like wow अनि हाल्दो रहेछ अनि हेर्नु त वाउ कस्तो मजाले पो हाल्दो रहेछ त हाम्रो चाहिँ फेरि नाल्दै के पो धारा खोलो हालिदिइहाल्यो पाइपबाट सिध्यो अनि यहाँको चाहिँ फलफुलहरू फलाउनुको लागि चाहिँ हेर्नुहोस् है यसरी त्यो झिङ्गाहरू किराहरू नआओस् भनेर मेरो एकजना केटा साथी छ कि सायन भन्ने नै उसले चाहिँ खतरा किटकाउँछ जहिले कोसिङ गर्ने भन्दाखेरि जहिले गर्छ श्रेष्ठ अब श्रेष्ठ धेरै नै छ नि त अब कुन श्रेष्ठ साइन्स श्रेष्ठ अब कुन साइन्स श्रेष्ठ भन्नुहुन्छ यो 3 क्लासको साइन्स श्रेष्ठ भन्नुहुन्छ थियो अनुष्का भन्ने साथीसँगै बस्छ कोठा भाडामा उसको माइजूसँग आइपुग्नु आँट्यो बोल्दा आइपुग्नु आँटिसक्यो गाइज ल हिँड्दै आफ्नो खुट्टा मात्रै छ कार छैन अनि त्यहीबाट हिँड्दै साधन पनि छैन आफूसँग नेपालमा चाहिँ छ हाम्रो साधन एरोप्लेनमा ल्याउनु पाइँदैन अनि यहाँ पनि एउटा कार किन्यो भने एरोप्लेनमा लगाउन पाइँदैन त्यसैले हामी नकिन्ने अनि हामी नेपालमै गएर किन्ने ल गाडीहरू त चलिरहेको छ त अनि त्यहाँ माथि छ फेरि ट्राफिक त जाम पनि छ गाइज उनीहरूलाई भ्यू देखाउँछु अनि म मार्छु भन्दैछु नि एयरपोर्ट लान्छौँ अनि हेर्नुहोस् न यहाँ माथि शीतल दिने हो हामी बसमा गर्मीले बाफी आएको यहाँ शीतल हावा इटालीको भ्यू जस्तै छ हौ अनि हामी चाहिँ अब यो बस स्ट्यान्डमा हेर्नु त यहाँ बसहरू यस्तो हुन्छ राम कुनै ठुलो कुनै सानो कुनै ठुलो अब ठुकिन्छ होला अब अर्को बस चढेर जानुपर्ने अरे होइन कहीँ चाहिँ अब अर्को बस चढेर जानुपर्ने एयरपोर्ट जस्तो छ नि यो सेम एयरपोर्ट भन्दा मजेदार ठाउँमा आइपुग्यो बाबा अगाडि हिँड्छौँ त छिटो हिँडौँ म चाहिँ अगाडि हिँड्दैछु नि त चुपचाप यहाँ त्यो चाहिँ के हो झाडु पनि छ त हेर्नुहोस् त त्यहाँको झाडु यहाँको झाडु यस्तो हुन्छ झाडु लगाओ पोछा लगाओ पोछा छिटो एकछिनमा फेरि ग्रिन लाइट रेड लाइट गरिहाल्छ छिटो आउँछ छिटो यहाँ रेड लाइन छ माथि हेर्नुहोस् त त्यहाँ यहाँ माथि पुल छ
माथि पुलमा चाहिँ गाडीहरू हिँड्दैछ हैन त यस खैसम्म त म कपाल बान्छु साथीहरू यहाँको टोयलेट चाहिँ कस्तो राम्रो हुँदो रहेछ हेर्नुहोस् त वाउ यहाँ त टोयलेट पनि सफा हुन्छ अनि बाहिर पनि वातावरण पनि सफा हुन्छ हेर्नुहोस् त वाउ यहाँ भित्ता रहेछ वाउ यहाँ टोयलेट हेर्नु यस्तो टोयलेट छ यो ढल्किने सकिने ओरासोरा सबै हुन्छ हेर्नुहोस् त वाउ यहाँ मुख धुने रहेछ मुख धुने अनि यता टोयलेट छ फेरि अझै एउटा अब म टोयलेट जान्छु अनि हेर्नुहोस् नि अब म हात धुँदैछु हात धुँदाखेरि यसरी आफै थाप्नुपर्छ हेर्नुहोस् है मैले त्यहाँ थिचेँ सेम्पू लाएँ अनि यसरी आफै यसरी अब आफै थाप्नुपर्छ पानी आइहाल्छ यहाँको के छ नि हौ गाइस अचम्मै लाग्दछ यहाँको सामानहरू पनि हेर्नुहोस् त म मिची हात धुएँ आफै बन्द भयो अनि यहाँ चाहिँ सुकाउने हो सुकाउने यसरी हातबाट यसरी सुकाउनुपर्छ हातभित्र राखेपछि आफै आउनुहुन्छ सुक्छ सुको त्यहाँ ऐनाहरू वरिपरि छ लाइटहरू फेरि धेरै छ हेर्नुहोस् नि पुरै सुकिसक्यो हेर्नुहोस् त पुरै सुकिसक्यो म चाहिँ बाहिर आएँ बाहिर आएको हेर्नु त यहाँ बाबा चाहिँ अगाडि लोकेसन के पो आइसक्यौँ पनि तर पनि बाबा लोकेसन हेरेको हुनुहुन्छ हेर्नुहोस् यहाँ यहाँपट्टि रहेछ इभरल्यान्ड यहाँ त महल जस्तो छ नि त्यो चाहिँ इभरल्यान्ड हो क्या महल जस्तो छ इभरल्यान्ड सेम महल भन्दा अलिकति ठुलो छ माइकल ज्याक्सनको घर जस्तो छ छैन हेर्नुहोस् न बाबालाई बाबा के हेर्नु भएको भनेको होइन यो नक्सा हेरेको होइन त मैले केक खाँदैछु केक मेरो फेभरेट केकलाई रामेन म अहिले केक खाँदैछु बाबा रामेन मम्मीले माम मलाई थोरै खानु मन लागेको थियो तर मैले खाएँ वाउ महल जस्तै छ त हौ गाइस अब यहाँ चाहिँ हामी काट्नुपर्छ टिकट सपिङ महल तर होइन रहेछ यहाँतिर चाहिँ रहेछ नि त हौ साथीहरू टिकट काट्ने त कम्ती साह्रो भिड हौ साथीहरू यहाँ त भिडले त राम्रो छैन आज भिड नै छैन होला भनेर आएको शनिबार त्यही माथि अब भिड भयो अब हेर्नुहोस् त हामी टिकट काटेर आइसक्यौँ यता फोटोहरू खिच्न वाउ सो ब्युटिफुल सो एलिगेन्ट जस्ट लुकिङ लाइक अ वाउ यो त रियल फुल हो नि गाइज रियल फुल हो नि त ढकमक्क फुल फल्यो वाउ फेरि बटरफ्लाई चढाएर के छ ढकमक्क फुल अनि हेर्नुहोस् त उडेपरि मान्छे छ हौ अचम्मै लाग्छ कि हेर्न नि यो स्ट्याचुहरू पनि कस्तो बनाएको वाउ हेर्नु त अब म त्यहाँ पर बसिरहेको छु हेर्नुहोस् है हेर्नु है अब हेर्नु है त्यहाँ म बसिरहेको छु कम्ती राउन्ड होइन मलाई त झन्डै बमिट पो आयो त गाइस हेर्नुहोस् त राउन्ड हेर्नु नि म अब मेरो टर्न हेर्नु त म त्यहाँ बसेँ नि निस्केको पो रहेछ म त बसेर अझै पो घुमाउँछु होला भनेको त निकालेको पो रहेछ अब हेर्नु यहाँ कम्मलबाट राउन्ड एन्ड राउन्ड घुम्छ राउन्ड एन्ड राउन्ड यहाँ चाहिँ निकै मजा हो एकजना एउटा चाहिँ निकै घुम्यो क्या गाइस अनि हेर्नु म यहाँ पोज खिच्दैछु पोज मलाई पोज खिच्दिनु नि हौ मम्मी अनि यो हिहि गरिरहेछ यहाँ हेर्नु है यसलाई हेर्नु है छुने बित्तिकै म बाबुले छुने बित्तिकै यहाँ तल पुग्छ म यहाँ तल खोज्दैछु स्पिकर कहाँ छ भनेर कहाँबाट बज्दैछ भनेर तल कुर्सीको मुनि पट्टि ऊ रहेछ हेर्नुहोस् त यहाँ डुक त्यहाँ सब्जी टिप्दैछ उसको स्क्वायरल वाइफ
खाना ल्याइदिँदैछ। बाबा उता पछाडि पछाडि, म यता अगाडि अगाडि। फेरि करायो तर्से पनि म त। वाउ, फेरि यहाँ पनि स्टोरी बुकहरू बनाएको रहेछ। वुल्फले खाएको 7वटा कि 10वटा भेडालाई वुल्फले खाएको त सुन्नुभएको छ नै होला। अनि एकजना चाहिँ ऊमा लुकेको थियो नि, ओभनमा। त्यो ओभनमा लुकेको त्यही सेम बोरा बोकेर आएको छ क्या। हेर्नुहोस् त यस्तो। वाउ, फालो फेरि पानी फालो, फेरि पानी रोकायो। वाउ, सो ब्युटिफुल। हेर्नुहोस् त फेरि यहाँ रुख छ। अनि यहाँ तल च्याउँछ, माथि रुख छ फेरि। अनि म चाहिँ बाबा चाहिँ फेरि हेर्नु त वरिपरि छ भन्दै हिँड्नुहुँदैछ। वाउ, हेर्नुहोस् त यस्तो राम्रो ठाउँ रहेछ कि म त घुमेर पनि सकिनँ म त। अचम्मै छ। यो फेरि कम्ती ठुलो म नाच्दैछु प्रिन्सेसको गाना ना। अनि उता म बल फाल्नेमा आइसकेँ खेल्नेमा। म त कुरामा बल टिप्दैछु। हेर्नुहोस् है। यहाँ म त्यहाँ दुलोभित्र हाल्नु थालेँ बल। एक पकेट जति गर्नु है। मैले हेर्नुहोस् है। उडायो। बाबाले गर्दा हो नि। कस्तो क्या बाबा पनि। हेत्तेरिका। यहाँ मैले हालेँ, यहाँ पनि हालेँ। अब यहाँ हामी बाहिर निस्क्यौँ। यहाँ हेर्नुहोस् है, मैले पपकर्न किन्ने बोकेको। पपकर्न किन्ने माई मेलोडी होइन होला। यो चाहिँ सिनामोरो पपकर्न। यम्मी, सो ब्युटिफुल। यस्तो राम्रो नेपालमा पनि बनाएको भए नेपाल अहिले कम्ती अगाडि पुग्थ्यो गाइज। यति यो कोरिया त अगाडि पुगिसक्यो, यस्तो कम्ती बनाउँछ। हेर्नु न यो। यहाँ म खाँदै यतासम्म आइसकेँ। यहाँ म अगाडि बसिरहेको छु। यहाँ बाबा फेरि भिडियो बनाउनु हुँदैछ। म चाहिँ त्यहाँ फेरि फोटो खिच्दैछु। वाउ, एनी फ्लावर फुल्ने। वाउ, यो आफै फलेको हो। हाम्रोमा चाहिँ यति साह्रो फल्दैन त हौ। नेचुरल हो त हौ गाइज। यो त भमरा पनि यति साह्रो फुलिरहेछ। फुलको माथि भमरा थियो। हेर्नुहोस् है, मान्छेहरू कलरको छ नि हौ। पर्पल त झनै धेरै रहेछ। पर्पल मखमली फुल हो है त्यो चाहिँ। अनि यो ब्लू यो यसो हेर्नुहोस्। अनि होइन, वा पिङ्क, येल्लो, ओरेन्ज, रेड खालको रहेछ हौ। हेर्नुहोस् त यहाँ चाहिँ फेस त आइसक्यो। वाउ, रेड कलरको चाहिँ प्राय छ। रेड कलरको कम्ती छ भने यो रोज रेड कलरकोमा प्राय थियो क्या। वाउ, यहाँ फेरि ठड्डाइ राखिदिएको छ यस्तो। हेर्नु त। वाउ, यसको नाम चाहिँ मलाई थाहा भएन। हेर्नुहोस् त कस्तो राम्रो छ। तर पनि यहाँ चाहिँ बच्चा छ। यो कुन हो थाहा भएन। हेलो किटी। वाउ, so beautiful, so elegant, just looking like a wow. हेर्नुहोस् त। माई मेलोडी उता यस्तो रहेछ। माई मेलोडी भनेर अगाडि नै चिनिन्छ। यहाँ फुच्चे फोटो खिच्दैछ। म चाहिँ कता छु म। हेलो। अनि साथीहरू हेर्नुहोस् त, म चाहिँ यहाँ आइपुगेँ। यो चाहिँ पिङ्क कलरको फुल बगैँचा भएको ठाउँमा आइपुगेँ। अनि यहाँ मेरो बाबा जुस बोकिसक्नु भएको छ। वाउ, so beautiful. I like it very much. वाउ, हेर्नुहोस् त फ्लावर। मेरो चाहिँ फोनको चार्ज थियो। म चाहिँ यहीँ अन्तिम गर्न चाहन्छु। मेरो यही कुरोमीको अन्तिममा गर्न चाहन्छु। बाई बाई।